हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। हामी अहिले बेको एपिसोड 3 मा छौँ। आज बेको तेस्रो दिन, जुन चाहिँ रिसेप्सन भनेर पनि रहेको छ। यता मेरो मम्मी एकदम ब्युटिफुल भएर आउनु भएको छ। मम्मी कस्तो लाग्यो भान्जाको बे? साह्रै राम्रो लागेको छ मेरो प्यारा भान्जाको बे। ठुलो हाम्रो जे ठुलो धोको थियो होइन, ठुलो रह थियो बे गर्ने, आज पुरा भएको छ होइन। आज पुरा भएको छ। आज हामी बेको 3औं दिनमा छौँ। भान्जालाई के आशीर्वाद दिन चाहनुहुन्छ? भान्जाको अब जिन्दगी जोडी जिन्दगी भलोस् फुलोस्, राम्रो होस्, जिन्दगी राम्रो होस्, त्यही त हो नि। अनि तपाईँले नाच्नुभयो मजाले? ए हो, ल ल ल ल। अझै हाम्रो खानेकुराहरू चट्टसँगले भाइहरूले एकदम रेडी पारेर सिस्टमेटिक गरेर चट्ट राखिदिनु भएको छ। भाइ के छ खबर? कतिको गलिएको छ कि छैन? गलिएको छ कि छैन? गलिएको ए कस्तो लागिरहेको छ? ठिकै छ नि? चिसो चिसो छ होइन? र तपाईँलाई धेरै धन्यवाद, खानेकुरा मिठो थियो। ल नमस्कार, के छ खबर? एकदम ठिक छ। ठिक छ। अनि तपाईँ कति बजी आउनुभएको आज? 11:30। कस्तो लाग्यो त? खानेकुरा सबै खाइसक्नुभयो? तपाईँलाई कति खुसी लागेको छ सरस रुपियाँमा? राम्रो लागेको छ। तपाईँ बेहुलाको को पर्नुहुन्छ? सानीमा। ल बेहुलाको सानीमा हुनुहुन्छ, एकदम इन्जोय गरिरहनु भएको छ। ल बेहुलाको म यहाँ फेरि यता आइसकेको छु। बेहुलाको मेचमा हामी सबैजना 3जना बहिनीहरू बसिरहेका छन्, मस्त चिल गरिरहेका छन्। यता बेहुलाको को पर्छन्? हाम्रो बहिनी को पर्छन्? बहिनी भन्छ के? कस्तो आफ्नै बहिनी हो? कस्तो बहिनी? फुपूको छोरी। कस्तो लागिरहेको छ बेमा त? मजा लागिरहेको छ। हजुर। ए ल, अनि तपाईँ हिजो जन्ती, तपाईँ पनि हिजो जन्ती जानुभएको थियो होइन? हजुर। कस्तो धेरै कस्तो गाह्रो साह्रो कस्तो परेको जन्तीमा? के पर्यो? केही परेन, रमाइलो भयो। भयो। ल त्यसै गरी हाम्रो यता बेहुलाको माथि च्याङदाबु छिमेकी भावना बहिनी यहाँ छिन्। बहिनी के छ खबर? यति राम्रै भएर कहाँ आएको आज? बेमा आएको? अनि खोइ त नाचेको? तिमीले नाचेको छैनौ त? ए हो। सरोजालाई के भन्न चाहन्छौ त यो भिडियो मार्फत? उता हेर, यता सरोजा। ल थ्याङ्क यू सो मच। सानी बहिनी ठिक छ नि खबर? के भन्नु छ भनिदेऊ, क्यामेरा हेरेर भनिदेऊ। बेको बारेमा भनिदेऊ, कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। कति वर्ष नाच्छौ तिमी? तिमीले नाचेको छैनौ? मैले देखेको छैन। नाचिरहेको छु। हो ल बाई बाई।